हेलो नमस्ते सबैजनाले स्वागत छ फेरि मेरो अर्को नयाँ भ्लगमा हैन। अहिले चाहिँ हामीहरू यो फोहोर हुन्छ नि फोहोर के कोठादेखि निस्केको फोहोरहरू फाल्न गइरहेको छौँ हाम्रो भाइ र म। अहिले चाहिँ दिउँसोको कति बज्यो भाइ 1 बज्न लाग्यो। खानासाना खाइयो हैन। अब यो फोहोर अब आज शनिबार आइतबार अब 1 हप्ताको फोहोर हो के यो गाइस हैन। 1 हप्ताको फोहोर चाहिँ अब फाल्न पर्यो नि त बिदाको दिनमा चाहिँ। अरू बेला त त्यस्तै हो। अनि फोहोर फाल्ने चाहिँ यहाँ छुट्टै हुन्छ फेरि। सो यो चाहिँ गाइस हैन खानेकुरा हुन्छ नि सडे गरेकोहरू त्यस्तो फाल्ने हो। भाइ 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 यो पनि छ यो फाल्ने खानेकुरा फाल्ने हो यसरी। यो प्लास्टिक छुट्टै हुन्छ हैन। अनि बोतल क्यानहरू छुट्टै हुन्छ। त्यहाँ बोतल मात्र हैन। यता प्लास्टिक यता कार्टुन सबै छुट्टा छुट्टै हुन्छ कोरियाको फोहोर फाल्ने ठाउँ। अनि डाइसोमा चाहिँ सस्तो सामान पाउँछ कि गाइस कोरियामा। डाइसो भन्ने एउटा स्टोर हुन्छ। भिडियोमा चाहिँ प्राय देखाइरहेको हुन्छु। यो चाहिँ पार्क हो हैन। अब अस्ति भर्खरै बनाएको पार्क हो। अहिले हराभरा भएर अब कोरियाको फास्ट काम हुन्छ हैन। यो चाहिँ भर्खरै यसरी सानोमा लगाएको होइन कि गाइस हैन। यो चाहिँ यस्तै बोटै ल्याएर यसको जरा सहित ल्याएर चाहिँ यहाँ रोपेको हो। अनि यस्तो भइदिने के यो रुखहरू पनि सबै त्यस्तै हो। यो टेका लाएको छ के यसले चाहिँ। यो चाहिँ अब ल्याउने बित्तिकै अब जडा भुइँमा लाएको हुन्न नि त। अनि त्यही भएर टेका लाएर यसलाई यस्तो गराएर यो बाँचिहाल्ने के। नेपालमा चाहिँ सिस्टम छ जस्तो अब होला सायद, तर मैले चाहिँ देखाएको छैन नेपालमा। अब भाइ यता अब सेल्फी हान्दै हो हाम्रो भाइ। 5 थरी भाइ हुन् हैन भाइ। हजुर जो इपिएस हैन कोरियन भाषा पढ्दै हुनुहुन्छ एकदम मेहनत गरेर पढ्नु होला। कोरिया रमाइलो छ के। अरू अब हामी गरिबको छोराहरू हैन अरू अस्ट्रेलिया अमेरिका क्यानाडातिर जान सकिन्न अलिअलि पढेर। अब यो कोरियन भाषा पढ्दा पनि पैसा खर्च नहुने त हैन हुन्छ, तर पनि त्यस्तो धेरै हुँदैन। पढ्नु होला कोरिया आउनु होला। कोरिया आएपछि त जिन्दगी चिल छ के हैन। अब काम त अब जता गए नि त्यस्तै हो। दुःख हुने नै हो काम गर्दा छ। जस काम गरेर चाहिँ 2 दिन यो बिदाको बेलामा बस्दा चाहिँ आहा कस्तो चिल हुने हैन। पैसा जे पनि छ यहाँ। पैसा नि अरू देश अरू यो खाडी मुलुक भन्दा त अलिअलि त्यही नै भयो नि हैन। धेरै नै छ नि 2 लाख भनेको त। अनि नेपाली हैन कोरियाको बेसी कमाइ हो त्यो 2 लाख भनेको त हैन। अब तपाईहरुको अब कम्पनी त्यस्तै ओटी चल्ने पर्यो अलि राम्रो खाले पर्यो हैन। ओटी दिने पैसा राम्रै दिने पर्यो भने त मजाले 3 लाख करसै। मेरै साथीहरुले नेपाली 4 लाख 4.5 लाख कमाइराछन् हैन। अब हामी चाहिँ अब हाम्रो कम्पनीमा चाहिँ त्यस्तो ओभर टाइम हुँदैन। त्यही 2 लाख कमायो बस्यो त्यही हो। त्यसमै चित्त बुझाइराछौं हैन। काम पनि गाह्रो छैन हाम्रो कम्पनीमा चाहिँ। अरु कम्पनीमा त अब ओभर टाइम पनि हुने काम पनि गाह्रो त्यस्तै। म पनि 2टा कम्पनी छोडेर आएको गाइस हैन। यो कम्पनीमा पहिलाको कम्पनी त त्यस्तै भयो। दोस्रो कम्पनी चाहिँ यस्तो गाह्रो थियो कम्पनी आम्मामा हेट। त्यो कम्पनीमा सम्झिदा त त्यो कम्पनी र यो कम्पनीको कम्पेयर गर्दाखेरि त हैन यो कम्पनी त पुरै के रे स्वर्गै हो के मेरो लागि चाहिँ। त्यस्तो हुन्छ हैन गाइस। भाइ पनि त्यस्तै भएर आएको यो कम्पनीमा हाम्रो अहिलेको कम्पनीमा। पहिलाको कम्पनीमा चाहिँ साह्रै गाह्रो हैन। ग्यास्ट्रिक भएर भाइ मर्नै आँटे थिए। धन्न नेपाल गएर बचे हैन। नेपालमा औषधि गराएर आएर त्यस्तो हुन्छ गाइस। यो चाहिँ डाइसो हैन। हाम्रो अब अपार्ट चाहिँ त्यहाँ छ। अनि यहाँदेखि आएर हिँडेर यो चाहिँ डाइसो हो। त्यस्तो छ डाइसो। अब डाइसो भित्र छिरौँ सामान किनौँ है त। यो चाहिँ डाइसो हैन गाइस। हाम्रो चाहिँ भाइले किनिसके यो अनि यता छ त्यो फुलहरू दामी दामी छ गाइस हैन। गाइस हातमा बोकेर लिइरहेको छु हैन। भाइले चाहिँ सेन्ट किन्ने रे। यहाँ सेन्ट कहाँ छ। सो गाइस चड्डी नि लग्यो हैन। यहाँ चाहिँ सेन्ट छ गाइस हैन। एउटा लान्छु कुन खाले। यहाँ चाहिँ खेल्दै गर्नुपर्छ आफै। अनि यहाँ चाहिँ आफै सेल्फ गर्ने हो गाइस हैन।
बाहिर जानुपर्छ गाइस। फाइनली सामान किन्यो। अनि गाइस होइन यहाँ कोरियामा चाहिँ जति धेरै पैसा छ नि त्यति धेरै पैसा नि जान्छ क्या, फेरि यहाँ खर्च हुन्छ क्या। अब यो सामानै अब भनौँ न होइन 2400 हो क्या यति नेपाली। महँगो छ क्या कोरिया, महँगो, साह्रै महँगो। फेरि महँगो मात्र भएन, साह्रै महँगो। 에 이거 뭐예요? 예수 믿으세요. 소망교회. 고맙습니다. 예수님 होइन। अब 예수님 होला यति छन्। फेरि यहाँ बाटोमा अब यी अघि नै भाइलाई नि एउटाले दियो, मलाई यहाँ बिस्कुट दिइरहेको छ। अरे अब येशुनीको बारेमा भन्न खोज्छन् होइन। तर यार हिन्दू धर्म चाहिँ यसरी प्रचार गर्दैन। यो अरू धर्मको गरे देख्दैन म होइन। यो येशू धर्म चाहिँ साह्रै गर्ने क्या प्रचार। कोरियामा मात्र होइन नेपालमा नि साह्रै गर्छन्, गाउँ गाउँमा आउँछन्। तर अब हामी चाहिँ अब हिन्दू हो होइन। अब धर्म मान्छे जान मन लाग्यो भने त गइहाल्छ नि यार होइन। यसरी बाटोमा रोकाएर येशूनी यस्तो स्वर्गमा जाने के भन्छन् यार, त्यो चाहिँ अलिक मन पर्दैन गाइज होइन। गाइज हामी चाहिँ अघि नै आएको आउनु त होइन। हाम्रो यो सामानहरू राखेको छ। अनि म चाहिँ एकछिन मोबाइल हेर्दा भुसुक्क निदाएँ। यता आएर भाइलाई हेरेको, भाइले पनि यहाँ भुसुक्कै निदाएर भर्खर बिउजेर मोबाइल हेरिरहेको छन्। यस्तै छ हाम्रो कोठा चाहिँ, यही हो होइन। गाइस म चाहिँ यता घुम्न आएको थिएँ होइन। यतातिर खेतबारी बबाल लाग्यो कि, अनि चाहिँ यसो घुम्न चलिदिउँ न त भनेर यता छिरिरहेको छु होइन। कस्तो छ आमा, मौसम त बबाल खतरा छ क्या अहिले त। अहिले चाहिँ 6 बज्यो, कोरियाको 6 बज्यो। नेपालमा त लगभग 3 बज्न आँट्यो होला होइन। यस्तै रमाइलो लाग्यो क्या यतातिर यो होइन। अहिले त कोरियामा चाहिँ यो धान रोप्ने बेला नि भइसक्यो, यी धान रोपिसक्यो। हेर्नु न गाइस यहाँको यो धानको बिउ हो क्या यो चाहिँ यस्तो दामीले गराएको छ क्या। यो चाहिँ मेसिनमा ट्याक्कै, यो यिनीहरू ट्र्याक्टर हो, यिनीहरू त्यसैमा यो चाहिँ सायद होला यो धान रोप्ने मेसिन होला। यो ट्याक्कै यो हालेर चाहिँ ट्याक्क रोप्छ क्या ट्र्याक्टरले। क्या मजासँग। अब यहाँ चाहिँ यस्तो होइन, धान सबै लगाइसक्यो। नेपालमा त अहिले अझ चालचुलै छैन। दामी छ गाइज होइन। अब टक्क एक्लै छु म चाहिँ आज। साथीहरू चाहिँ सबै पोल खेल्न गएको छ। अब हाम्रो त 2 दिन छुट्टी नै हो क्या मजाले होइन। म्याक्सिमम छुट्टी नै हुन्छ। अब 2 घन्टा ओभर टाइम हुन्छ। अनि 2 दिन छुट्टी, शनिबार आइतबार। अब प्राय नभनौँ कहिलेकाहीँ चाहिँ हाम्रो शनिबार पनि काम हुन्छ। फेरि अन्तै लान्छ। फेरि त याङजु भन्ने हुन्छ सौल आसपास, त्यही लान्छ काम गराउँछ हामीलाई चाहिँ। अर्कै डिपार्ट छ हाम्रै कम्पनीको, अर्कै डिपार्टमा। पैसा त्यस्तो कमाइ हुँदैन गाइज होइन। त्यस्तो खतरावाला केटाहरू त कमाउँछन्। हाम्रो चाहिँ ठ्याक्क 2 लाख कमाउने, चित्त बुझाउने, आनन्दले बस्ने के अरे त्यो विचारले चाहिँ हो। हाम्रो कम्पनीमा चाहिँ 11 जना छौँ क्या हामी चाहिँ टोटली नेपालीहरू चाहिँ। विदेशीहरू त अरू चाइनिजहरू छ होइन। अरू धेरै डिपार्ट छ हाम्रोमा नि। हामी नेपाली पनि एउटै डिपार्टमा छैनौँ होइन, छुट्टै डिपार्टमा। अब हाम्रो डिपार्टमा चाहिँ 3 जना, अरू डिपार्टमा 2 जना, अरू डिपार्टमा 13 छन्। त्यसरी छ हामी नेपालीको सङ्ख्या। तर हामीलाई चाहिँ राखेको चाहिँ फेरि कसरी छ भनेपछि अपार्टमा 2 जनालाई एउटा अपार्टको कोठामा होइन, 2 जनालाई सिङ्गल रुमै भनौँ न। एउटा ठुलो एउटा सानो हुन्छ, एक जना बस्ने हो। सबैले त्यस्तै राखेको छ। बसाइ चाहिँ चिल छ होइन हाम्रोमा चाहिँ एकदमै। त्यही हो अलिकति जानुपर्छ के यहाँ के अरे 1.5 घन्टा अगाडि। अब काम हुनु छ 8:30 बजेदेखि, अनि यहाँदेखि हिँड्नुपर्छ हामी 7 बजे। 7:30मा बस आउँछ, 7:25मा। अब 6:55 6:50मा त उठ्नै पर्यो। मुखसुख धोयो, त्यहाँ गएर खानासाना खायो। 3 टाइमै दिन्छ फेरि खाना चाहिँ, बिहान दिउँसो बेलुकी। फेरि आउनु पर्यो। अब आउँदा चाहिँ 1 घन्टा लगाइदिन्छ फेरि। अब जाँदा चाहिँ आधी घन्टामा पुर्याउँछ। अब जाँदा जाम हुँदैन, आउँदा चाहिँ पुरै अब साँझ सबै गाडीहरू पनि जाम हुन्छ होइन। त्यहीमा 2टा कम्पनी छोडेर आइएछ होइन। त्यस्तो पुरा धेरै पैसा कमाउने हिसाबले आएन। अब पहिला कान देखिहाल्यो कोरियाको, यस्तो गाह्रो यार। त्यहाँ भयो त मरिन्थ्यो होला होइन। भन्न छोडेर आइएर अब मेरो सोचै त्यस्तै के। म चाहिँ अब यो
यस्तो कम्पनीमा बस्दैन मलाई बरु पैसा कम भयो नि म चाहिँ अलि सस्तो भन्छु काम सजिलो भएको कम्पनीमा जान्छु भनेर त्यही खोज्दै अब यही कम्पनी पाएँ यही कम्पनीमा बसेको हो गाइस देख्न सक्नुहुन्छ सूर्य डुब्न लागिसक्यो म चाहिँ यही खेतबारीमा मजाले घुमेकै आनन्दले होइन एकदम मनलाई फ्रेस शान्त होइन गरेर चाहिँ घुमी अब साँझ भइसक्यो गाइस अब म पनि घर जानुपर्छ अब त घर गएर खानासाना बनाउनु पर्यो होइन अब तरकारी किन्न पर्यो भन्छ त्यही हो अब घुमियो दिन पनि डुब्न लागिसक्यो यस्तो पुरा दामी ठाउँ लाग्यो मलाई चाहिँ यहाँनिर एकदम एकान्तमा सो त्यही हो अब आजको ब्लगलाई यही सकाउँ गाइस होइन फेरि अर्को ब्लगमा भेटौँला गाइस है त ओके टाटा बाई बाई